समय एकदम फुर्सद हुन्छ म त डुल्ने हो घरिघरि यो डाँडा कम्ती धेरैचोटि आउँछ र कति धेरै आएको धेरै खान दिनु पर्यो भन्नु नरिसाउनु किन डुल्न आउने त भन्दाखेरि अहिले नै यो चुनाव हुनेको यो चुनावको प्रचार प्रसारमा मैले तपाईँहरूलाई यस्तो बनाइदिन्छु उस्तो गरिदिन्छु यस्तो गरिदिन्छु भनेर केही म बाचा बन्धन केही गर्दैन गफ लाउँदैन अहिले चाहिँ गफ लाउँदैन तर भोलि चुनाव जितेर गएपछि गाउँ गाउँमा नै आएर पालिकामा वडामा चाहिँ बसेर तपाईँहरूसँगै छलफल गरेर अब के गर्ने त हो के गर्ने भन्ने सल्लाह गर्नु परेन अनि बिना सल्लाह त केही काम हुँदैन अनि सल्लाह गर्दाखेरि अब धेरै गर्नुपर्ने चिजहरू धेरै छन् कति छन् जति गरे पनि नसकिने छन् तर अब त्यो जुन चाहिँ काम चाहिँ नगरी नहुने छ त्यो नगरी नहुने कामलाई पहिला गरौँ भनेर सल्लाह गर्ने हो एकै वर्षमा सकिन्न त्यसैले के गर्ने कसो गर्ने भन्ने कुरा सल्लाह गर्नको लागि म पटक आउँछु अनि जति बेला कुरा गरौँ हो नि त ल यही हो मेरो कुरा अब मेरो चुनाव चाहिँ बाँडिहालेँ होइन तपाईँहरूलाई मनपर्छ मलाई चाहिँ यो मान्छे अब गतिलै छ भनेदेखि दिनु यो मान्छे होइन धेरै डुलो छ यसले काम गर्दैन भनेदेखि नदिनु है त्यही हो नदिए नि हुन्छ दिए नि हुन्छ है दिए नि ल त्यही हो इच्छा लागेपछि दिने हो क्या कसैले भनेर कसैले करकाप गरेर कसैले चाहिँ पैसा खाएर भोट दिने होइन आफ्नो मनले खाएको इच्छाले भोट दिने हो अनि कसैले कसैको पैसा खाएर चाहिँ भोट दिनुभयो भने नर्कमा गइन्छ पाप लाग्छ पाप लागेपछि नर्कमा गइन्छ कसको पाप लाग्छ त भन्दाखेरि भविष्यको पाप लाग्छ भविष्यमा छोरा नाति पोनातिको पाप लाग्छ यहाँ त खाएकाले जितिरहन् र त अनि त नर्कमा जाँदैन त ती होइन ती पनि नर्का जान्छन् त्यो खुवाउने मान्छे पनि नर्का जान्छ खाने मान्छे पनि नर्का जान्छ नर्का चाहिँ सम्झ हामी कहाँ स्वर्ग छौँ यदि राम्रो मान्छेलाई भोट दिएको भए 2040 सालदेखि अहिलेसम्म 35 वर्षमा त नेपाल त कहाँ जान्छ राम्रो मान्छेलाई युके नबने पनि अहिलेको भन्दा धेरै राम्रो हुन्थ्यो क्या हो कि होइन त्यस कारणले राम्रो मान्छेलाई हामीले नै संसदमा नपठाएको हुनाले हामीले दुःख पाएको हौँ होइन त्यसको के अरे त्यसको चाहिँ दोष हामीले पनि लिनुपर्छ भोट दिने मान्छेले पनि लिनुपर्छ नेतालाई मात्रै दोष दिने होइन हामी पनि दोषी छौँ जनता सुध्रिनुपर्छ जनता पनि सुध्रिनुपर्छ जनता नसुध्रिने अनि फटाफटालाई चाहिँ भोट दिएर पठाउने अनि फटाले गरिदिन्छ पैसा खुवाएर चाहिँ भोट किनेर जित्ने मान्छेले आफ्नो काम गर्छ कि जनताको काम गर्छ हजुर नि अलि ढिलो आउनुभयो सांसद भएर अलि पहिलो अघिल्लो चुनावमा उठेको भए त केही परिवर्तन अर्कोचोटिको चुनावमा सकिन्छ अहिले उमेर पुग्यो अर्को चुनावमा सकिन्न त्यो यस्तो कुरा हो सकिने भनेको कस्तो हो भने म नउठाउला तर म जस्तो योग्य व्यक्ति बनाएर म चाहिँ जान्छु एउटा प्रश्न सोधौँ न आम व्यक्तिवासीको अपेक्षा के थियो भने डाक्टर महावीरको कुनै एउटा राजनीतिको अथवा नयाँ अर्को चाहिँ राजनीतिको झन्डामुनि चाहिँ उम्मेदवार भइदिए हुन्थ्यो भन्ने अपेक्षा थियो अपेक्षा गर्नु हुन्छ र इच्छा तर यस्तो नेता तपाईँ यतिखेर नेता भएर आउनु भएको छ के अरे डाक्टर महावीर अथवा वैज्ञानिक महावीर भएर हामी कहाँ आउनु भएको छैन नेता भएर आउनुपर्छ नेता भएर आइसकेपछि नेताले जनताको अपेक्षा त बुझ्नु पर्दैन र हो र ल सुन्नुहोस् अब तपाईँले भन्न खोजेको कुरा बुझिहाल्यो
तपाईँले भन्न खोजेको कुरा एउटा पार्टीको अलिकतिलो पार्टीको उम्मेदवार भएर उड्नुपर्ने भने होइन त। अब तपाईँले भन्नुभयो नेता भएर आउनु भएको छ भने म त नेता हुँदै होइन क्या, मानिएन कि होइन होइन त्यो पद सुन्नुहोस्, त्यो पद नेता होला, पद चाहिँ नेता हो, सांसद भन्ने पद नेता हो। तर म नेता हुँदै होइन, अहिलेसम्म नेता होइन। त्यहाँ गएपछि पनि मलाई कसैले मान्ने नमान्नु भनेको छु। अस्ति मन्त्री हुँदाखेरि पनि मलाई मान्ने नभने भन्नु कति ठाउँमा भने। त्यो त तपाईँले भन्नुभयो, तर नेपालको संविधानले त तपाईँलाई त मान्ने भन्छ, नेतै भन्छ त भने। त्यो भन्नेले भन्छ, म चाहिँ आफूले नमानेपछि त्यो जेसुकै भनोस्, जनताको इच्छा राजै भनोस् न, म राजा हुन्छु। विपरीत भयो त। हो कि होइन? सुन्नुहोस् अब तपाईँको कुरा म जवाफ दिन्छु। म किन पार्टीमा लागिन भन्ने कुरा म तपाईँहरूलाई जवाफ दिन्छु।